छोड़ दे छोड़ दे छोड़ दे भयो के भयो 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 के شايف عصافير ودماغي بتعمل شايف عصافير तो हे गाइस वेलकम बैक टु माई न्यू भिडियो। हजुरलाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ मदर्स डे हैन, सबैजनाको मम्मीलाई चाहिँ ह्यापी मदर्स डे। म चाहिँ नियाजन गर्छु थिएँ अनि म चाहिँ घरतर्फतिर लागिसकेको छु हैन, छ्याक्क लाएर अब म मम्मी चाहिँ उतै। हजुर कता हिँड्नु अङ्कल? ए टक्क मम्मी चाहिँ त्यहाँ बस्नु भएको छ हैन। अब के हुन्छ दिदीहरू पनि उता आज आउँदैछन् उता घरतिरबाट हैन। मम्मीले के भन्नुहुन्छ ह्यापी मदर्स डे। बाबु के म चाहिँ घर आइसकेँ होइन। मम्मी चाहिँ त्यहाँ बस्नु आएको थिएछ। एउटा हाम्रो घरमा आमाको छोरो पनि छैन, अहिलेसम्म सुतिरहेको छ। म उताबाट पढेर पनि आइसकेँ, बिहान बिहान उठेर पढेर पनि आइसकेँ, के गरेर आइसकेँ। यहाँ सुतेर बसिसकेको छु होइन। अब म के गरौँ, अब म फ्रेस हुन जान्छु, म नुहाउन जान्छु। अनि त्यसपछि अब के गर्ने र मदर्स डेमा अब केही गिफ्ट दिन त सकिएन के अरे होइन। अहिले कमाउने भइएको छैन, अब त्यही हो। अब हेर्दै रमाइ त अब दिउँसोतिर के हुन्छ। बाबा त बिहान बिहान कपडा धुन थाल्नु भएको छ। हिजो भिजा राख्नु भएको थियो, त्यही भएर आज चाहिँ धुनु भएछ बाबाले। ल है त अब दिउँसोतिर के हुन्छ टक्क भेटौँ न त। अब हामीले चाहिँ अब यसो केही पूजासुजा गर्नुपर्ने हुन्छ। अब हाम्रो चाहिँ भान्जा आइसकेको छ हाम्रो यहाँ। बाबु बाबु माया देऊ के गरेको के गरेको यो यो चु यो अझै गइदेऊ, यो अझैलाई आऊ 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 यता यता फेरि माया गरिदेऊ। कहाँ गयो नि बाबु, कहाँ गयो? हेलो भनिदेऊ, हेलो भनिदेऊ। के हेलो भनेको? सिगान चुहारी यस्तो यस्तो राति भन्छ उभिल्यौ। यो चलेको छैन। अब हामीले चाहिँ अब पूजा गर्नुपर्ने हुन्छ। अब हामी पूजा गरेपछि टक्क पूजा गर्ने बेलामा भेटौँ है। हामीले के समातिसक्यौँ बाबु? यो के हो? के हो नि यो? के हो नि बाबु? यो के हो? यो के हो नि? हाँसी मात्रै गरेर बाबु। छोड़ दे छोड़ दे छोड़ दे भयो के भयो भयो के भयो। क्याट गयो के गयो 5 गयो।
सो अहिले चाहिँ यहाँ दिदीहरू जुत्ता पाएर मासिरहेको छैन म चाहिँ अब यहाँ केक सेकहरू मिलाउनु पऱ्यो टक्कै यहाँ ल्याएर राखेको रहेछु केक है दिदीहरूले चाहिँ ल्याएको यो मैले त अब के गर्ने होइन अब समय केही छैन अब के गर्नु त नि है गाह्रो बिना नमानिकन केक पनि टक्क झिक्यो है यस्तो सिम्पल रहेछ केक चाहिँ है एक्का लाएर राख्नुपर्ने हुन्छ यो त उठेदेखि मोबाइल उता पनि उठेपछि मोबाइल हो टक्क एक केक चाहिँ साना ह्याप्पी मदर्स डे मात्रै सिम्पल भर्खर हो के मैं तेनू समझा कि न तेरे बिना लगदा जी तू की जाने प्यार मेरा मैं करूं इंतजार तेरा तू दिल तू यो जान मेरी सिंगाले तेरे जुल बाबा जुल तो और दी में खान था सरले खाना ना अलग कर ला ना तो मान के देखो कम मन है छ्या के छ्यार सुर त मैले ल यस्तो नराम्रो टाइट गाएको बल्ल देखिया खानु बुझुरा पुरा मिठो छ मिठो मामला नौ महिना कोखमा राखी तिमीले भित्र्यायो मलाई यो संसारमा बोकी जति कठिन परिस्थिति आए पनि तिमीले हुन दिनौ आमा केही पनि तिम्रो माया र ममता पार म सम्झिने छु जहिले तिम्रो साथ क्षमा पाऊ आमा यदि मबाट गल्ती भए तिम्रो मायाको आभार म आजसम्म बाँचिरहे क्षमा पाऊ आमा यदि मबाट गल्ती भए तिम्रो मायाको आभार म आजसम्म बाँचिरहे आफ्नो काँधोमा शिर राखी हल्लायो सुताउन रोयो फेरि भनी बिउजियो आधा रातमा हात समाई सिकायो हिँड्न दौडिन आज ठुलो भए तर सक्दिन बिर्सन त्यो माया र ममता पार म सम्झिने छु जहिले तिम्रो साथ
क्षमा पाऊ आमा यदि मबाट गल्ती भए तिम्रो मायाको आभार म आजसम्म बाँचिरहे क्षमा पाऊ आमा यदि मबाट गल्ती भए तिम्रो मायाको आभार म आजसम्म बाँचिरहे हिजो आज मनमुटाव भए होला कहिले काहीँ मन तिम्रो दुखाए होला आमाको बारेमा एउटा गीत कम्पोज गरौँ न त आमा क्षमा पाऊ आमा यदि मबाट गल्ती भए तिम्रो मायाको आभार म आजसम्म बाँचिरहे क्षमा पाऊ बुवा यदि मबाट गल्ती भए तिम्रो सो हाम्रो कार्यक्रम पनि सम्पन्न भइसकेको छ होइन केक सेकेन्ड खाइयो राम्रै अब के हुन्छ अब फेरि घर काम गर्नुपर्ने हुन्छ कार्यक्रम सकियो अब यति नै हो टक्क अब के भन्ने टक्क अब कस्तो लाग्छ होइन अब दिउँसो अब के हुन्छ आज चाहिँ स्कुल खेल्न गइन्छ हामी अनि हामी स्कुल खेल्न गइन्छ त्यहाँ आज यो भ्लगमा चाहिँ आउन होइन भोलिको भ्लगमा आउँछ स्कुल खेल्न गएको चाहिँ गऱ्यो भने अनि त्यही हो अब अरू त के भन्दा छ र है अब दिउँसो अरू के हुन्छ अब चक्क भेटौँला नि त होइन छ्याक्क लगाएर सो अहिले चाहिँ कार्यक्रम पनि सम्पन्न भइसकेको छ र अहिले फेरि हामी काम गर्न परिसकेको छ तल खेतमा कुलोमा चाहिँ हामीले उस गराएको थियौँ कि त्यो बाँध जस्तो गराएको थियौँ त्यहाँ चाहिँ पानी लिएर जानुपर्ने भएको चाहिँ पानी बोकेर हिँड्ने छ है अब के बाटो जाने र खेत अब सर्टकट जाने क्या बाबा चाहिँ जानु भइसक्यो उता अगाडि पुगी पनि भ्याउनु भइसक्यो अब म चाहिँ यस्तो पानी बोकेर हिँड्नु परेछ अब के गर्नु त नि है गाह्रो यस्तै छ काम गर्नुपर्छ घरमा जे गरे पनि ल है त अब हात त बिजिसकेर टाउकोले नै त पछि भेट मैले मायाको आभार म आजसम्म बाँचिरहे क्षमा पाऊ आमा यदि